कुरा हामी 10 घण्टा लाएर पढ्छौं त्यो कुरा यदि टेक्निक लाएर पढ्ने हो भने त्यही कुरा 1 घण्टामा मजाले याद आउँछ तर हामी कतै न कतै मोडर्न शिक्षा प्रणालीसँग मोडर्न एजुकेसन सिस्टमसँग हामी कप अप गर्न सकिरहेको छैनौं किनभने विदेशमा जुन प्रणाली अनुसार सिकाइन्छ त्यहाँ सिकाकै बेला विद्यार्थीलाई याद आउँछ अनि त्यो चाहिँ विद्यार्थीले गएर होमवर्क पनि गर्नुपर्ने हुँदैन त्यसलाई रिभाइज पनि गर्नुपर्ने हुँदैन हामी कहाँ जुन शिक्षा प्रणाली छ यो त प्योरली प्यारेट मेमोराइजिङ हो यो प्यारेट मेमोराइजिङले एउटा विद्यार्थीको दिमाग डल बनाउँछ क्रिएटिभ बनाउँदैन हामीले यही कुरालाई यदि क्रिएटिभली गर्यौं भने किनभने मैले जुन सुरुको दिन पनि यहीँनेर पनि जुन मैले यहाँको स्टुडेन्ट्सहरूलाई गरेको थिएँ पहिला चाहिँ मैले उहाँहरूलाई 20 वटा वर्ड्स चाहिँ मेमोराइज गर्न दिएको थिएँ जुन वर्ड्सहरू उहाँले मेमोराइज गर्न सक्नु भएन त्यही दिमाग हो त्यही दिमागले एकछिन पछाडि जुन 20 वटा वर्ड्सहरू याद गरेको थियो त्यो टेक्निकद्वारा याद गरेको थियो त्यही दिमागले 3 दिन पछाडि सोध्दा पनि आज पनि आएको थियो हैन यो कुराबाट हामी के फिल गर्न सक्छौं भने कतै न कतै हामीले सिकाउने जुन मेथड्सहरू छ त्यो मेथड्सहरू खासै वैज्ञानिक छैन किनभने हामीले यदि कुनै विद्यार्थीलाई होमवर्क दिन्छौं भने हामीले के बुझ्नु पर्यो भने कुनै पनि विद्यालयमा यदि कुनै विद्यार्थीलाई होमवर्क दिन्छ भने इन्डाइरेक्टली के भन्न खोजेको हो भने हामीले तपाईहरुको बच्चाहरुलाई राम्ररी सिकाउन सकेनौं हामीले तपाईहरुको बच्चालाई चाहिँ स्कुलमा राम्ररी पढाउन सकेनौं त्यही भएर हामी तपाईको बच्चालाई होमवर्क दिदैछौं कि उ आफैले पढेर मजाले बुझोस् हैन यसको मतलब त हाम्रो स्कुल्सहरु त क्वालिफाइड रहेन रहेछ नि त हाम्रो स्कुल्सहरुमा त हामीले क्वालिफिकेसन गर्ने शिक्षा त हामीले दिएको रहेन रहेछौं अब यसमा अर्को विचार गर्नुपर्ने कुरा के छ भने जस्तो हाम्रो शिक्षामा जुन यो मेथड्सहरु छ जस्तो क्यालेन्डर चाहिँ पूरा 1 वर्षको क्यालेन्डर याद गर्नु पर्यो भने 1 वर्ष नै लाग्छ यदि बिना कुनै टेक्निक गर्ने हो भने 1 वर्षमा पनि सम्भव हुँदैन 1 वर्ष लाएर याद गरेको क्यालेन्डर अर्को वर्ष फेरि चेन्ज भइदिन्छ अर्को वर्ष फेरि लागि पर्नुपर्ने हुन्छ त्यो 1 वर्षसम्म याद नआउने क्यालेन्डर मैले आज चाहिँ नि स्टुडेन्ट्सहरुलाई सिकाउँदाखेरि 45 मिनेट जतिमा सबै सकेको थियो चाड पर्वदेखि लिएर जुनसुकै महिनाको जुनसुकै मितिको जुनसुकै बार हैन टेक्निक भन्ने कुरा नै यस्तो हुन्छ कि यदि तपाईले टेक्निक जान्नु भयो भने त्यो कुरा तपाईको दिमागमा एकपल्टमा अडिन्छ यदि जान्नु भएन भने कहिले पनि अडिँदैन हामी शिक्षाको नाममा विद्यार्थीहरुलाई टर्चर दिदैछौं कतै न कतै किनभने 1 वर्षमा पढ्ने कोर्स यदि उनीहरुको हामीले 3-4 महिनामा यो मेथड्सहरु प्रयोग गरेर यो वैज्ञानिक तरिकाहरु प्रयोग गरेर हामीले 3-4 महिनामा सक्न सक्यौं भने के हुन्छ भने हाम्रो विद्यार्थीहरुले सृजनशील हुने टाइम पाउँछन् हेर्नुस् न हाम्रो विद्यार्थीसँग सृजनशील हुने टाइम नै छैन किनभने स्कुलमा पढेको हुन्छ गएर होमवर्क हैन बिहानै पढ्यो स्कुल गयो फेरि गएर होमवर्क फेरि बिहानै पढ्यो फेरि स्कुल गयो अनि अलिक दिन पछाडी एसई भन्यो एसई भनेको चाहिँ नि आइरन गेट भन्यो आइरन गेटको लागि झन् ज्यादा प्रिपरेसन रातभरि दिनभरि पढेको पढाइ सुताइको डिस्टर्बेन्स निन्द्रा डिस्टर्ब हुन्छ खानपिन डिस्टर्ब हुन्छ सबै डिस्टर्ब गरेर पढ्यो बल्ल बल्ल त्यो आइरन गेट पास भएको हुन्छ त्यसैले +2 सम्म पुग्छन् +2 पुगिसकेपछि त्यो झन् अझै स्टिलको गेट भइदिन्छ त्यो झन् ठुलो गेट भइदिन्छ यसरी गर्दा गर्दै विद्यार्थीसँग क्रिएटिभिटीको लागि कुनै टाइमै बाँकी रहँदैन जुन बेला विद्यार्थीले सृजनशील हुने मौका पाउँदैनन् त्यो बेलामा हामी अबको आउने युगसँग कुनै पनि अपेक्षा राख्न पाउँदैनौं किनभने उनीहरु त पुरै रटन्ते विद्यामा आफ्नो पुरै टाइम वेस्ट गरिरहेको छन् किनभने एक्जामको भोलिपल्ट यदि त्यो विद्यार्थीलाई सोध्नुहुन्छ भने केही पनि आउँदैन यस्तो शिक्षाले हामीलाई कहाँ पुर्याउँछ र शिक्षा भनेको जस्ट एक्जामको एन्सर सिटमा लेख्नु मात्र होइन नि त हामी कहाँ चाहिँ नि टिचिङ मात्र भयो लर्निङ कतै पनि भएन जस्तो सरसफाईको बारेमा हामी पढाउँदै छौं भने विद्यार्थीहरुलाई सरसफाईका 3 वटा पोइन्ट्स लेख्नुस् भनेर हामी पढाउँदै छौं एउटा क्लासमा विद्यार्थीलाई त्यो विद्यार्थीले त्यो पोइन्ट्सहरु लेखिरहेको हुन्छ एक्जाममा पनि त्यो पोइन्ट्सहरु लेखेर मार्क्स समेत पाएको हुन्छ तर पढिरहेको क्लासमा कुनामा माकुराको जालो लागिरहेको हुन्छ हामीले सरसफाई त रियलिटीबाट पो सुरु गर्नुपर्ने थियो त सरसफाई भनेको एन्सर सिटमा लेख्ने सरसफाई होइन नि त सरसफाई भनेको त वास्तविक सरसफाई हो हामीले ट्राफिक रुल्स एन्ड लजहरु पनि राम्ररी बुझाउन सकेनौं ट्राफिक रुल्स एन्ड लजहरु जब हामी 4-5 मा पढाइरहेको हुन्छौं त्यतिबेला चाहिँ नि टिचिङ मात्र भयो के उनीहरुले कुनै पनि कुरा सिकेनन् यदि सिकेको भए त जेब्रा क्रसिङमा हेर्नु न कतिवटा सिटीमा यदि तपाईले याद गर्नु भएको छ भने कतिवटा सिटीमा जेब्रा क्रसिङ उति पर हुन्छ तर मान्छेहरु यीबाट बाटो क्रस गरिरहेको हुन्छन् यो चेतना हामीमा किन भएन भने किनभने टिचिङ मात्र भयो पढ्ने मान्छेले मैले पढाइदिए मेरो काम सकियो भनेर छोड्दियो लर्न गर्ने मान्छेले पनि हामीले एक्जाममा लेख्यौं हाम्रो काम सकियो भनेर उनीहरुले पनि छोड्दिए लर्निङ कतै न कतै यो लर्निङको कतै न कतै अभाव भइरहेको छ हामीले यसमा धेरै कुरा हेर्नुपर्ने छ जस्तो हामी कहाँ चाहिँ नि ध्यान दिएर पढ ध्यान दिएर बाटोमा हिँड जे गर्छौ ध्यान दिएर गर भन्ने एउटा चलन छ एउटा हामी भनिरहेको हुन्छौं विद्यार्थीलाई मोटिभेट गर्नको लागि तर ध्यान कसरी गर्ने कसैले पनि सिकाउँदैन ध्यान चाहिँ देऊ
पढाइमा पनि ध्यान देऊ, बाटोमा पनि ध्यान देऊ, हिँड्दाखेरि ध्यान देऊ, काम गर्दाखेरि ध्यान देऊ भनेर सिकाइयो, तर ध्यान कसरी दिने कसैले पनि सिकाएन। अब त्यो विद्यार्थी कन्फ्युजनमा हुन्छ। जब तपाईँ व्हाइट बोर्डमा लेखेर चाहिँ कुनै विद्यार्थीलाई यो कुरामा ध्यान देऊ है भनेर भनिरहेको हुनुहुन्छ नि, त्यति बेला त्यो विद्यार्थीले के गर्छ थाहा छ? म ध्यान दिन्छु, म ध्यान दिन्छु, म ध्यान दिन्छु भनेर भनिरहेको हुन्छ। यो म ध्यान दिन्छु भनेर भनिरहेको बेलामा उसको वास्तवमा ध्यान गइरहेको हुँदैन। म ध्यान दिन्छुमा उसको ध्यान छ, उसको त्यो कुरामा ध्यान छैन। यसको मतलब त पहिला हामीले के सिकाउनु पर्ने रहेछ भने ध्यान कसरी गर्ने चाहिँ सिकाउनु पर्ने रहेछ। यदि यो हामी सिकाउँछौँ भने विद्यार्थीलाई कुनै पनि कुरा पढ्न एकदमै ज्यादा सजिलो हुन्छ। हाम्रो सिकाइमा एकदमै ज्यादा गलत पक्षहरू छ। जस्तो मैले यो कोर्सेसहरू हेरिरहँदाखेरि, किनभने मैले यो अरूतिर खासै नबोलेको कुरा म आज बोल्दैछु, किनभने अरूतिर बोलिसकेकै कुरा उहाँहरूले पछि पनि पाउनुहुन्छ, कुनै पनि माध्यमबाट पहिल्यै सुनिसकेको हुनसक्छ। म यो कुराहरू किन उठाउँदैछु भने, जस्तो यदि तपाईँ 12 जना मान्छेलाई कुनै स्टेजमा लगेर चाहिँ उभ्याइदिनुहुन्छ भने अनि यहाँमध्ये जेन्टलमेन को हो भनेर देखाउन लाउनुहुन्छ भने 99.99% मान्छेले सुट र टाई लाउने मान्छेलाई जेन्टलमेन भनेर देखाउँछन्। वास्तवमा जेन्टलमेन कपडाले हुँदैन नि। वास्तवमा जेन्टलमेन भनेको त जेन्टलमेन पो हो त, होइन? जेन्टलमेन त यहाँबाट पो हुन्छ त, मान्छे व्यवहारबाट पो जेन्टलमेन हुन्छ त। सुट र टाई लाउँदैमा भनेपछि त एउटा चोरले अपराधीले सुट र टाई लाउँदैमा जेन्टलमेन हुन्छ त? हुँदैन नि। हामीले कतै न कतै हाम्रो पढेको कोर्समा जेन्टलमेन भनेर सुट र टाईको पिक्चर हालिदिउँ। अब त्यो बच्चाको दिमागमा के बस्छ भने सुट र टाई लाउने मान्छे चाहिँ जेन्टलमेन हो, अरू मान्छे चाहिँ, यसको मतलब कृषक त जेन्टलमेन भएनन्। यो हामीले आफ्नो पढेको कोर्समा कहाँनिर सचेत हुनुपर्छ भने, जस्तो एउटा विद्यार्थीले, कलिलो विद्यार्थीले जब कृषकको फोटो, फार्मरको फोटो के यतापट्टि हेरिरहेको छ, यतापट्टि बिजनेसम्यानको फोटो छ, फेरि सानोमा पढ्ने किताबमा यति ज्यादा फोटो हुन्छ नि, त्यो फोटोले नै बिउ रोपिदिन्छ विद्यार्थीको दिमागमा। यतापट्टि जुन कृषक छ नि, यो कृषक को लुगा फाटेको छ, यो कृषक एकदमै ज्यादा गरिब देखिन्छ, यो कृषक हिलो मैलोमा छ, एकदमै ज्यादा दयनीय देखिन्छ यो कृषक हेर्दैखेरि क्या उसको फोटो। अब यतापट्टि यो जुन बिजनेसम्यान छ नि, यो बिजनेसम्यान टक्क देखिन्छ, सफा सुगर देखिन्छ, एकदम टाइडी देखिन्छ, एकदमै ज्यादा स्मार्ट देखिन्छ। यो बच्चाको दिमागमा के पर्छ थाहा छ? सानैबाट म जेसुकै भन्छु तर कृषक चाहिँ भन्दिनँ, किनभने कृषक त यस्तो हुँदो रहेछ। म बने भने बिजनेसम्यान बन्छु। हेर त बिजनेसम्यान कति ज्यादा राम्रो छ। कृषक राम्रो हुन सक्दैन र? कृषकलाई संसारकै सबैभन्दा ट्यालेन्ट कृषक हुन सक्दैन र? संसारकै सबैभन्दा सृजनशील कृषक हुन सक्दैन र? हो कि होइन? कृषक भनेको त डाक्टर भन्दा ठुलो हो नि, होइन र? हामीले यो कन्सेप्ट कतै न कतै दिन बिर्स्यौँ। कृषकले यदि क्रिएटिभ मेथड्सबाट, संसारकै सबैभन्दा क्रिएटिभ तरिकाबाट फार्मिङ गर्छ भने यो कृषक त नोबेल प्राइज पाउने लायकको कृषक बन्न सक्दैन र? मजाले सक्छ नि। उसले राम्रो राम्रो मेथड्सहरू ल्याउँछ भने, उसले कम्ती इनपुटबाट ज्यादा आउटपुट ल्याउन सक्छ नि, यो कृषक सबैभन्दा उत्कृष्ट कृषक हुन सक्दैन र? सक्छ नि। तर हामीले यो गलत बिउ रोपिदियौँ। यो सबै कुरामा सचेत हुनु ज्यादा जरुरी हुन्छ। कुनै पनि सहरमा चाहिँ नि त्यो मान्छे चाहिँ ठुलो मान्छे हो भनेर भन्दाखेरि अहिलेको समाजमा के छ भने, तपाईँ हामीले नै बुझ्ने कुरा के छ भने, जुन मान्छेलाई ठुलो मान्छे भनेर भनिएको हुन्छ नि, त्यो मान्छे पक्कै पनि ठुलो दिमाग भएको मान्छे हुँदैन, त्यो मान्छे पक्कै पनि ठुलो मुटु भएको मान्छे हुँदैन। ठुलो दिमाग अथवा ठुलो मुटु भएको मान्छे पक्कै ठुलो मान्छे हुँदैन। ठुलो मान्छे ऊ त्यो हो भनेर भन्दाखेरि हामी के बुझ्छौँ भने, त्यसमा ठुलो पकेट भएको मान्छे हो, ठुलो ब्याङ्क ब्यालेन्स भएको मान्छे हो, धेरै पैसा भएको मान्छे हो, होइन? ठुलो मान्छेको नै मिनिङ नै खराब भइदियो क्या यस्तो हुँदाखेरि। हामीले धेरैवटा मिनिङ खराब गरेको छौँ वास्तवमा। म यो एकछिनमा सकिदिन्छु। जस्तो हामीले पर्यायवाची शब्द र विपरीतार्थ शब्द पढाउँदाखेरि विद्यार्थीहरूलाई, जब हामी धनीको विपरीतार्थ शब्द गरिब अनि गरिबको विपरीतार्थ शब्द धनी भनेर पढाउँछौँ, मालिकको विपरीतार्थ शब्द नोकर अनि नोकरको विपरीतार्थ शब्द चाहिँ नि मालिक भनेर पढाइरहेको हुन्छौँ, त्यति बेला हामी ठुलो गल्ती गर्दैछौँ। वास्तवमा केही जस्तो पनि लाग्दैन, तर पछि गएर यो ठुलो कुरा हुन्छ। कसरी हुँदो रहेछ भने मैले आफ्नो लाइफमा देखेको छु। यो जब हामी मालिकको उल्टो नोकर अनि नोकरको उल्टो मालिक भनेर पढाइरहेको हुन्छौँ, विद्यार्थीको दिमागमा के बिउ रोपिन्छ भने, भनेपछि यदि म पछि गएर मालिक बन्छु भने नोकर त मेरो उल्टो पो हुने रहेछ। उल्टो भनेको कहिले पनि साथी हुँदैन, उल्टो भनेको दुश्मन हुन्छ। त्यही भएर त उल्टो भयो त, होइन? अब यो विद्यार्थी, यो जुन विद्यार्थीको मनमा यो बिउ रोपिएको छ कि मालिक र नोकर भनेको उल्टो हुन्, यो विद्यार्थी जब पछि गएर मालिक बन्छ नि, उसले नोकरलाई ठ्याक्कै उल्टो जस्तै व्यवहार गर्छ, किनभने दुश्मन हो भन्ने कुरा दिमागमा बिउ रोपिएको छ। खासमा भन्ने भने धनी गरिब, मालिक नोकर, दिन रात, स्त्री पुरुष उल्टो शब्द होइन, यो त परिपूरक शब्द हो। एकअर्कालाई पूरा गर्छन्। हेर्नु त, दिनले रातलाई पूरा गर्छ, रातले दिनलाई पूरा गर्छन्, स्त्रीले पुरुषलाई पूरा गर्छन्, पुरुषले स्त्रीलाई पूरा गर्छन्। स्त्री र पुरुष यदि उल्टो हो भनेर यदि हामी सानै क्लासमा पढाउँछौँ भने स्त्रीहरू पछि फेमिनिजमतिर जान्छन्। खोइ त स्त्रीको लागि अधिकार, पुरुषको लागि मात्रै अधिकार, पुरुषहरू फेरि स्त्रीलाई यसरी नै भन्छन्, स्त्रीहरूले मात्रै यो गर्न पाउने, हामी पुरुषले चाहिँ खोइ। स्त्री र पुरुषको त कुरै आउँदैन। स्त्री र पुरुष भनेको त साथी हो।
दुईटा फरक फरक कुरा होइन, एउटै रथको दुईटा पाङ्ग्रा हो होइन। मालिक र नोकर भनेको पनि ठ्याक्कै यस्तै हो, तर हामीले कतै न कतै बुझाउन जानेनौँ। यो कुरा यदि राम्ररी डिपली सोच्ने हो भने, यदि त्यो बच्चा पछि गएर, मैले देखेको छु क्या यो कुरा, एकजना 5 वर्षको बच्चाले मसँग हिँडिरहँदाखेरि के भन्यो भने, एउटा चटपटेवाला दाजुलाई उसले पहिला त के भन्यो भने, तराईमा चटपटे एकदमै ज्यादा पपुलर हुन्छ, हामीमा के मानसिकता गाडिएको रहेछ भने, पहिला त उसले त्यो चटपटेवाला दाजुलाई भैया भनेर भन्यो, ओ भैया तपाईँ हिजो किन आउनु भएन, मैले चटपटे नै खान पाइनँ। तपाईँ पनि होइन, उसले तिमी भन्यो, मैले त अहिले यसलाई सुधारेर भने तिमी भन्यो उसले, ओ भैया तिमी हिजो किन आएनौ, हिजो तिमी नआएको कारणले गर्दा म चटपटे नै खान पाइनँ, आउनु पर्दैन भनेर उसले हकारिरहेको थियो भैयालाई। अनि मैले उसलाई के भन्यो भने, बाबु तिमीले उसलाई, त्यो मान्छेलाई किन तिमी भनिरहेको छौ, त्यो मान्छे त तिम्रो बुवाको उमेरको मान्छे हो त, बुवालाई तिमी हजुर भन्छौ भने, तपाईँ भन्छौ भने, त्यो मान्छे पनि त तिम्रो बुवाको उमेरको मान्छे हो, तिमीले उसलाई तिमी किन भन्दैछौ, भैया किन भन्दैछौ, दाजु भन न, दाजु भन, अङ्कल भन, अनि तपाईँ भन, तिमीलाई यो कसले सिकायो होइन। अनि मैले उसलाई के सोधेँ भने, तिमी चटपटे महिनामा कति दिन खान्छौ, हप्तामा कति दिन खान्छौ, उसले के भन्यो भने, हप्तामा म शनिबारको दिन त खान्छु चटपटे, कहिलेकाहीँ शुक्रबार पनि खान्छु, यसको मतलब 1-2 पल्ट त खान्छु म हप्तामा। महिनामा कतिपल्ट खान्छु, यसको मतलब 2देखि 4देखि 8 पल्टसम्म खान्छु म महिनामा। अनि मैले उसलाई के सोधेँ, यदि भोलिपल्ट त्यो चटपटेवाला दाजु नआउने हो भने तिम्रो लागि कसले चटपटे बनाइदिन्छ। हामीले खासमा आफ्नो समाजकै मान्छेको अस्तित्व बुझ्नै जानेनौँ। यदि त्यो ट्याक्सी ड्राइभरले ट्याक्सी नचलाउने हो भने नि हामीलाई इमर्जेन्सी परेको बेलामा कोही पनि काम लाग्दैन। यदि त्यो सेलुनवालाले कपाल नकाटिदिने हो भने कसले आएर काटिदिन्छ हाम्रो कपाल। हामी त सबैजना साथी पो हो त, स्त्री पुरुष मात्र होइन, हामी समाजको सबै एक किसिमको अङ्ग हौँ। हामी सबैजना अङ्ग मिलेर यो समाजलाई हामीले बनाएको छौँ होइन। यो शिक्षा दिनुपर्ने थियो। हामीले सिन्डेरेलाको स्टोरी पढाउँदाखेरि के स्टोरी पढायौँ भने, त्यो सिन्डेरेला यस्तो सुन्दर नारी हुन्छन् जसले चाहिँ नि एउटा एक किसिमको जुत्ता लाएर गएको हुन्छन्, त्यो जुत्ता बाटोमा आउँदाखेरि हराउँछ, त्यो एउटा जुत्ता चाहिँ जब उनको चाहिँ दिदी बहिनी शाखा सम्बन्धीहरूले ट्राई गर्छन् तब लाग्दैन, उनीहरूको नाक नक्सा कतै न कतै बिग्रेको हुन्छ। जब उनीहरू त्यहाँनिर जान खोज्छन् राजकुमारले उनीहरूलाई स्वीकार्दैनन्, सिन्डेरेलालाई स्वीकार्छन्, किनभने सिन्डेरेला एकदमै ज्यादा गोरी थिइन्, एकदमै ज्यादा सुन्दरी थिइन्, अनुहारमा सुन्दरी थिइन्। अब हामी के शिक्षा दिँदैछौँ भने, सानैमा हामी के बिउ रोप्दैछौँ भने, यदि एउटा क्लासमा 30 जना जति विद्यार्थी छन् भने 30 जना जति विद्यार्थीमा त सबैजना केटी त गोरी हुँदैन नि त, सबैजना त राम्री हुँदैन नि त, अनुहारमा राम्री है, सबैजना त राम्री हुँदैन नि त, सबैजना त गोरी हुँदैन नि त। यो गोरी केटीले के सोचे थाहा छ, किनभने त्यो मोरल स्टोरीको मोरलले नै यो भनिरहेको छ कि यदि तिमी सुन्दरी हुन्छौ भने, यदि तिम्रो अनुहार एकदमै ज्यादा राम्रो छ भने तिमी आफ्नो सपनाको राजकुमार पाउँछौ। यदि तिमी सुन्दरी छैन भने, यदि तिमी गोरी राम्री छैनौ भने तिमी आफ्नो सपनाको राजकुमार पनि पाउँदैनौ, मान्छेले तिमीलाई हेर्ने दृष्टि पनि चेन्ज हुन्छ, मान्छेले तिमीलाई मन पनि पराउँदैनन् अनि तिमी सफल पनि हुँदैनौ। यो मोरल छ हाम्रो स्टोरीमा, कोर्समा। यो कोर्समा यो स्टोरी राख्नु नै गल्ती हो। अब यो गोरी केटीले यो सोध्छे कि म त मेरो सबै थोक पाउन सक्ने रहेछु, मेरो जिन्दगीमा सफल बन्न सक्ने रहेछु, मान्छेले मलाई माया पनि गर्ने रहेछन्। तर यतापट्टिको ठ्याक्कै यतापट्टिको जुन वर्णमा कालो केटी हुन्छ, यतापट्टिको हेर्दाखेरि काली केटी हुन्छ, उसले के सोध्छ भने मेरो यो बेस्ट फ्रेन्डले त जो पनि पाउने रहेछ, मेरो यो बेस्ट फ्रेन्डले त सफलता पनि पाउने रहेछ, सपनाको राजकुमार भने जस्तो मान्छे पाउने रहेछ, तर म नपाउने रहेछु किनभने म त काली छु। हेर्नुहोस् त, हामी सानैमा डिप्रेसनको बिउ रोपिदिन्छौँ। यो हेर्दाखेरि केही जस्तो पनि लाग्दैन, तर यो जुन कुरा छ नि, यो जुन बिउ हामीले उसको मनमा कलिलो दिमागमा हामीले यो बिउ रोपिदिएको छौँ, पछि यो यत्रो ठुलो भयानक रुख हुन्छ कि यो सानो एउटा कुराले गर्दाखेरि कतिवटा डिप्रेसनको केसेस, कतिजना झुन्डेर मर्छन् यही कारणले गर्दाखेरि। किनभने हामीले कतै न कतै बुझाउन जानेनौँ। वास्तवमा हामीले सानैमा यो कुरा बुझाउनु पर्ने थियो आफ्नो स्टोरीबाट कि तिमी हेर्दाखेरि जस्तो सुकै हो त्यो ज्यादा जरुरी कुरै होइन, त्यो केही पनि होइन, तिमी यहाँबाट कस्तो छौ, तिमीले चाहिँ अरूलाई गर्ने व्यवहार कस्तो छ, त्यो चाहिँ सबैभन्दा ज्यादा जरुरी कुरा है। त्यसले तिम्रो राम्रोपना देखाउँछ। तिमी यहाँबाट कस्तो हुन्छ यो त केही पनि कुरा होइन, यो त केही नै होइन। यदि यो हामीले शिक्षा दिएको भए नि यस्तो डिप्रेसन जस्तो प्रब्लम, सुसाइडको प्रब्लमहरू आउने नै थिएन। समाजमा एउटा अङ्गलाई चाहिँ हेप्ने अनि अर्को अङ्गलाई चाहिँ एकदमै ज्यादा पूजा गरेर राख्ने, यो आउने नै थिएन। यो हामीले कतै न कतै यस्तो सानोतिनो हामीले गल्तीहरू गरिदिएको छौँ। त्यही भएर हाम्रो शिक्षा प्रणालीमा धेरै कुरा चेन्ज गर्नु जरुरी छ। म एउटा लास्ट कुरा गर्छु अनि सकिदिन्छु। यो कुरा मैले कतै भनेको छुइनँ, आज एउटा नयाँ कुरा हुनेवाला छ। पश्चिममा अल्बर्ट आइन्स्टाइन जन्मेको थियो। मैले यो कुनै पहिलाको इन्टरभ्यूमा भनेको छु नि, यो एउटा चाहिँ सबैले ध्यान दिनुपर्ने कुरा छ। अल्बर्ट आइन्स्टाइन पश्चिममा जन्मेको थिए। अल्बर्ट आइन्स्टाइनले जुन E = mc² वाला फर्मुला ल्याए,
उनको यो फर्मुला यति ज्यादा रिभोल्युसनरी भयो कि पश्चिमाहरूले यही एउटा फर्मुलाको कारणले गर्दाखेरि कतिवटा क्रान्तिकारी परिवर्तन गरिदिए हैन। हामी कहाँ बुद्ध जन्मिए, गौतम बुद्ध। हामीले गौतम बुद्धको फर्मुला युज गरेनौं। गौतम बुद्धको फर्मुला भनेको यो थियो, कसरी ध्यान बस्ने थियो, कसरी समाधिसम्म पुग्ने थियो, कसरी आफ्नो भित्रको बुद्धलाई बाहिर निकाल्ने थियो, कसरी आफ्नो बुद्धि बढाउने थियो, कसरी आफ्नो विवेक बढाउने थियो, मान्छेहरुसँग कसरी व्यवहार गर्ने, यो थियो। हामीले गौतम बुद्धको फर्मुला कतै पनि प्रयोग गरेनौं। हामीले आफ्नो पूरा समय गौतम बुद्धलाई पूजा गर्नमा नष्ट गर्यौं। गौतम बुद्धले जिन्दगीभर यो भनेर बिताए कि मेरो पूजा नगर, मलाई चाहिँ नि कसैले फूल पनि नचढाऊ, मलाई कसैले दूध पनि नचढाऊ, मेरो पूजा पनि नगर, केही गर्नु पर्दैन, मैले भनेको मान, ध्यान गर, मैले भनेको सबै फर्मुलाहरू प्रयोग गर, आफ्नो जिन्दगी सफल बनाउन, मलाई पूजा गर्नु जरुरी नै छैन। गौतम बुद्धको देहावसान हुने बित्तिकैदेखि हामीले गौतम बुद्धको ठुल्ठुलो मूर्ति बनाएर पूजा गर्न थालिहाल्यौं अनि गीत गाउन थाल्यौं, जन्मे यही गौतम बुद्ध। गीत गाउनु गलत कुरा होइन, तर हामीले गीतै मात्र गाउनु चाहिँ गलत कुरा हो। जस्तो यो सगरमाथा र गौतम बुद्धको बारेमा हामी एकदमै ज्यादा गर्व फिल गर्छौं। यसो विचार गर्नुस् न, सगरमाथा केले दिएको, प्रकृतिले दिएको। हामी नेपालीले त्यो सगरमाथालाई तलबाट उठाएको छैनौं, प्रकृतिले दिएको कुरा हो। एकदम ज्यादा गर्व फिल गर्नुपर्छ, तर कहिलेसम्म? हामीले केही न केही त नयाँ कुरा गर्नु पर्यो नि त। धन्न अल्बर्ट आइन्स्टाइन नेपालमा जन्मेनन्, के हुन्थ्यो थाहा छ? अल्बर्ट आइन्स्टाइन नेपालमा जन्मेको भए कुनै एउटा ठुलो पर्वतमा हामी अल्बर्ट आइन्स्टाइनको ठुलो मूर्ति बनाइदिन्थ्यौं अनि ठुलो मन्दिर बनाइदिन्थ्यौं अनि के भन्थ्यौं भने के नियम लागू गरिदिन्थ्यौं भने जुन मान्छे त्यो मन्दिरसम्म हिँडेर जान्छ नि त्यो त साइन्समा पीएचडी। यदि अल्बर्ट आइन्स्टाइनको E=mc² फर्मुला युज गरेर पश्चिमाहरूले त्यत्रो ठुलो परिवर्तन ल्याउन सक्छन् भने हामी गौतम बुद्धको धम्मपद युज गरौँ न। धम्मपदमा कति ज्यादा राम्रो कुराहरू छ। हामी गौतम बुद्धको फर्मुला युज गरौँ न। हामी गौतम बुद्धको फर्मुला युज गरेर भित्री संसारको वैज्ञानिक बनौँ न। पूरा संसारलाई हामी प्रेरणा दिउँ न। अर्को एउटा बुद्ध जन्माउँ न, हैन र? तर हामीले फर्मुला कतै पनि युज गर्नु। यो धेरै चाहिँ नि यसमा धेरै सोच्नुपर्ने छ। आगामी पुस्तालाई हामीले प्रेरित गर्नु छ यस्तो कुराहरूमा। आगामी पुस्ताहरूलाई हाम्रो संस्कार चाहिँ सबैभन्दा चाहिँ नि राम्रो संस्कार हो। हाम्रो संस्कारमा कतै अन्धविश्वास छैन। हाम्रो संस्कारमा जे जति पनि छ सबैमा वैज्ञानिकता छ भनेर यदि हामीले बुझाउन सक्यौं भने हाम्रो अबको पुस्ता एकदमै ज्यादा क्रिएटिभ हुन्छ। अबको पुस्तालाई हामीले शान्त हो, रिस नगर भनेर भनिराख्नै पर्दैन। जुन मान्छे ध्यानी हुन्छ उसलाई त्यसै पनि रिस उठ्दैन, यसै पनि शान्त हुन्छ। यो त कतै दबाएर राख्नुपर्ने चिजै हुँदैन रिस, हैन? त्यही भएर यो धेरै कुराहरू हामीले बुझ्नुपर्ने हुन्छ। मैले 3 दिनमा समेटेको कुरा भनेको मेमोरी पावरदेखि लिएर हाम्रो संस्कारको वैज्ञानिकतादेखि लिएर ब्रेन पावरदेखि लिएर ध्यान गर्ने तरिकासम्म थियो। र यसबाट जति पनि विद्यार्थीहरू प्रेरित भएर म कहाँ आउनुभयो, सुरु दिन जति आउनुभएको थियो दोस्रो दिन अझ ज्यादा आउनुभयो, तेस्रो दिन अझ ज्यादा आउनुभयो, म एकदमै ज्यादा खुसी छु। यस्तो ज्ञानवर्धक कार्यक्रममा पनि यति धेरैजनाको उपस्थिति देखिनु नै हाम्रो लागि एउटा सकारात्मक पक्ष थियो। किनभने नाचगानको कार्यक्रममा, गीत गाउने कार्यक्रममा त हजारौंको उपस्थिति हुन्छ। यस्तो ज्ञानगुणको कार्यक्रम हेर्ने मान्छेहरू पनि हुनुहुँदो रहेछ यहाँनिर। त्यो तिर्खा पनि रहेछ, ज्ञानको तिर्खा पनि रहेछ। त्यो ज्ञानको तिर्खा हेर्दाखेरि मलाई एकदमै ज्यादा राम्रो महसुस भएको छ। सरले स्टेजमै पनि भन्नुभयो अब हामी चाहिँ नि 5 दिनको अझै एउटा कार्यक्रम गर्नेवाला छौं भनेर भनिराख्नु भएको थियो। मलाई एकदमै ज्यादा खुसी लाग्छ जब विद्यार्थीहरू मोटिभेट हुन्छन्। र जसले पनि मलाई अहिले हेर्दै हुनुहुन्छ उहाँहरूले पनि आफ्नो पहिला आफूलाई शान्त राख्नु होला, आफूलाई खुसी राख्नु होला। किनभने जुन चीज तपाईसँग छैन त्यो चीज तपाई अरूलाई दिन सक्नुहुन्न। यदि तपाई आफैमा खुसी छैन भने, यदि तपाईसँग पानी छ भने मात्र तपाई अरूलाई पानी बाँड्न सक्नुहुन्छ। पहिला आफू खुसी बन्नुस्, त्यसैले मात्र तपाई समाजको खुसी र देशको खुसी र विश्वको खुसीतिर लाग्नुस्। थ्यांक यू सो मच। अन्य यस्तै भिडियो हेर्नको लागि दियो अनलाइन टिभी सब्स्क्राइब गर्नुहोस् र सँगै रहेको बेल आइकन थिच्नुहोस्।